बिहानीको सुनौलो घाम झुल्केको छ तपाईका हातहरूमा कोरिएका कथाहरू। म हेर्दैछु कफीको बाफ उडिरहेछ त्यो परिचित आवाज। तपाईले मलाई जहिले सही बाटोमा राख्नुभयो। सानो छँदा मैले बुझ्न सकेको थिइनँ हरेक अप्ठ्यारोमा तपाई मेरो सुरक्षाको पर्खाल हुनुहुन्थ्यो। तर अहिले जब म आफ्नै खुट्टामा उभिएको छु मेरो हरेक कर्कनमा तपाईको लय सुन्छु। कसरी धैर्य गरे तपाईले मलाई सिकाउनु भयो। झरी परेको बेला पनि घामको किरण कसरी खोज्ने सिकाउनु भयो। जब संसार कोलाहल थियो तपाई मेरो शान्ति बन्नुभयो। खोज्ने एउटै अनुहार तपाई हुनुहुन्थ्यो। तुरा ठुला मात्र थिएनन् साना कुरा पनि थिए लाखौँ ससाना तरिकाले तपाई सधैँ मेरो साथमा हुनुहुन्थ्यो। यदि मेरो हृदय तपाईको थोरै मात्र बलियो भने म जीवनका हरेक जाडो र आँधी बेहारीहरू खप्न सक्नेछु। म आज जे छु तपाईको त्यागले गर्दा छु। तपाईले मलाई सही अर्थमा जिउन सिकाउनु भयो। ओ आमा तपाईँ मध्यरातको उज्यालो हुनुहुन्छ। सबै ठिक हुनेछ भनी सम्झाउने सहारा हुनुहुन्छ। मलाई उड्न पखी नदिनु भयो तर मेरो आकाश तपाईँ नै हुनुभएको। न्यानोपन र खोलमा सुनिने त्यो तपाईको त्यो प्रार्थना र हुर्काउनु भएको प्रियको लागि तपाईले कोरिदिएको नक्सामा म मेरो बाटो खोज्दैछु। तपाईले कोरिदिएको त्यो नक्सामा हो म फेरि तपाईकै काखमा।